भारतीय महासागरको किनारमा आज रमाइलोको छुट्टै संसार बसेको छ। नीलो आकाश मुनि फैलिएको अथाह पानी र हल्का हावाको स्पर्श र छालहरूसँग खेलिरहेका छन्। सयौं पर्यटकहरूको चहल पहल, सबैले मिलेर एक जीवन्त चित्र कोरेका छन्। बालबालिकाहरू बालुवामा घर बनाउँदै हाँसिरहेका छन्। युवाहरू समुद्रको छालसँगै उफ्रिँदै आफ्नो खुसी पोखिरहेका छन् र केही पर्यटकहरू टाढासम्म फैलिएको क्षितिजतिर हेर्दै शान्तिमा हराइरहेका छन्। समुद्री हावाले सबैको थकान बगाइदिएको जस्तो लाग्छ अनि छालहरूको मधुर आवाजले मनमा अनौठो सुकुन भरिदिन्छ। केही सेल्फी खिच्ने भिड छ, केही परिवारसँग बसेर रमाइलो गर्ने दृश्य त कतै प्रेमी प्रेमिकाहरू हात समाउँदै आफ्नै संसारमा मग्न छन्। यो भिडभाड केवल भिड मात्र होइन, यो त खुसीका अनगिन्ती कथाहरूको सङ्गम हो। भारतीय महासागरको छेउमा बिताइएको यस्ता क्षणहरू जीवनभर सम्झनामा